निर्वाचन क्षेत्र ललितपुर 3 ललितपुर जिल्ला ललितपुरको भैँसी ललितपुर महानगरपालिका मेलम्ची खानेपानी आयोजनाको 1,80,00,000 लिटरको ट्याङ्की निर्वाचन क्षेत्र ललितपुर 3 नम्बरमा छ। तर त्यहाँ हरिसिद्धि, धापाखेल, सुनाकोटी, चुनीखेल, नखीपोट, कुसुन्ती, जाउलाखेल जताततै पानीको लागि रोदन छ। सरकारले गरेको यो व्यवस्थाप्रति मेरो खेद छ। धारामा पानी दिन केउकेलसँग पानी नै छैन भनिन्छ, तर केही हजार तिर्ने हो भने ट्याङ्कर पानी घरमै आइपुग्छ। यसरी नागरिकलाई लाचार बनाएर पानीको व्यापार गर्न पाइन्छ र यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ। ललितपुरको भैँसीपाटीमा मन्त्री क्वार्टरको 3 तिर जस्तै पश्चिमतर्फ पनि 11 मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरू वर्षौंदेखि संघर्षमा हुनुहुन्छ। तर अकस्मात हिजो 200 जना जति सशस्त्र प्रहरी उभ्याएर साँगुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो। जनताकै घर जग्गा अधिग्रहण गरेर बनाइएको मन्त्री क्वार्टरमा अब फेरि ठूला आँगन किन चाहियो? त्यति बाटो दिँदैमा क्वार्टरहरू खुम्चिँदैनन्, तर नागरिकको सुरक्षित बाटो पाउने अधिकार खुम्चिन्छ। तसर्थ म सरकारलाई पुनः अनुरोध गर्न चाहन्छु, पश्चिमतर्फ पनि 11 मिटर बाटो सुनिश्चित गरियो। नखु भैँसीपाटी सडक बुङमती खोकनाको बस्ती भित्र समेत अनियन्त्रित रूपमा टिप्परहरू सञ्चालन गर्नाले दुर्घटनाको जोखिम बढेको छ। अत्याधिक धुलोको कारण मुटु, फोक्सो, दमको रोगी हुनु परेको छ। मासु पसल, किराना पसलहरू महिनौदेखि बन्द हुनु परेको छ। मेरो सरकारसँग स्पष्ट माग छ, नखु कोरिडोर यथाशीघ्र निर्माण सम्पन्न गरियोस्, टिप्परहरू बस्ती भित्र सञ्चालन गर्नबाट रोक लगाइयोस्, वातावरणीय प्रदूषण रोक्न प्रभावकारी कदम चालियोस्। राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौँ तराई मधेस द्रुत मार्गको निर्माण सम्पन्न हुन सकेको छैन। प्रस्थान बिन्दुको टुङ्गो लागेको छैन। वर्षौंदेखि स्थानीय नागरिक र निर्माण पक्ष नेपाली सेना बीच पटक पटक त्यहाँ झडप हुने, विवाद हुने स्थिति बनेको छ। इतिहास यस्तो रहेको छ। स्थानीय नागरिकहरूसँग, जनजाति, त्यहाँको आदिवासीसँग समन्वय र सहकार्य गरेर यो परियोजना टुङ्गो लगाउने कार्य अगाडि बढाइयोस्। ललितपुर जिल्ला गोदावरी नगरपालिकाका विभिन्न स्थानमा विशेष त वडा नम्बर 5, 6, 7 मा अवैध तरिकाले ढुङ्गा उत्खनन तथा क्रसर उद्योग सञ्चालन गरी प्रकृतिको दोहन गर्ने कार्य भइरहेकोमा स्थानीय नागरिकहरूले पटक पटक सम्बन्धित निकायमा निवेदन बुझाए, आवाज उठाए, तर यसको सम्बोधन भएन। भूगर्भ विभागले गएर त्यसको निरीक्षण पनि गर्यो र नगरपालिकालाई यस सम्बन्धी यसलाई रोक्नको लागि पत्र पनि काट्यो। यद्यपि यो अझै पनि अवैध तरिकाले ढुङ्गाहानी सञ्चालनमा आइरहेको छ। विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र पूर्व तयारी बारे मैले यो सदनमा पटक पटक सरकारको ध्यान आकर्षण गराएको छु। मेरो निर्वाचन क्षेत्रमा घरको छानामाथि 4 जना बसेर हार गुहार गरेर गुहार माग गर्दै बाढीमा बग्नु परेको कहाली लाग्दो घटना गृहमन्त्रीज्यू र तपाईँ हाम्रो आँखामा ताजै होला। उपत्यकाको थुप्रै नदीहरू निकास हुने ठाउँ, चोबारको गल्छी, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिका बीचको कटान भएको ठाउँ, जहाँ डाँडाको ढुङ्गाहरू खसेर थुप्रिएर त्यहाँ गल्छी साँगुरी भएको छ र वर्षेनी पानीको बहाव बढेको अवस्थामा ब्याकफ्लो भएर ललितपुरका थुप्रै ठाउँहरू डुबानमा पर्छ। त्यो गल्छी फराकिलो बनाउन, त्यहाँ थुप्रिएका ढुङ्गाहरू निकाल्नको लागि, व्यवस्थापन गर्नको लागि म सरकारलाई यथाशीघ्र काम गरोस् भनेर भन्न चाहन्छु। सातो बाटो धापाहेल दोबाटो 5 किलोमिटर सडक विस्तार दशकौं अघि प्रारम्भ भए पनि बजेट व्यवस्थापन नगरिएकाले मुआब्जामा नै अलमलिएको छ। जताततै खाल्डाखुल्डीले दिनहुँ जसो दुर्घटना हुने गरेको र धुलोले गर्दा स्थानीयको जीवन अस्तव्यस्त छ। नखुदेखि टिका भैरवसम्मको 10 किलोमिटर बाटो स्तरोन्नति नहुँदा गाडी कुद्ने अवस्था छैन। ठैबदेखि साना गाउँसम्मको सडकमा ठेक्का लागेर पनि काम नभएको हुँदा बजेट फ्रिज भयो र पुनः बजेट विनियोजन भएन। गोदावरी वडा नम्बर 14 ठैबमा 8 किलोमिटर गोडेटो बाटोहरू स्थानीयहरूको पहलमा विस्तार भए तापनि त्यो बाटोहरू एकदमै जीर्ण अवस्थामा छन्। नखु खोला आसपासमा कोरिडोरको पहिलो प्याकेज 2077 मा सकिनु पर्नेमा अहिलेसम्म सकिएको छैन। पछिल्लो समय काम ठप्प छ। त्यसर्थ त्यहाँ दुर्घटनाहरू पनि बढ्दै गएको छ। यस वर्ष हैजाको पहिलो संक्रमण 2081 साउन 7 गते ललितपुरको गोदावरी स्थित रिह्याब सेन्टरमा देखिएको थियो। ललितपुरमा सबैभन्दा धेरै संक्रमण भएको जानकारी हुने बित्तिकै हामीले ललितपुरको जिल्ला जनस्वास्थ्य कार्यालय साथै स्वास्थ्य मन्त्रालय अन्तर्गतको सम्बन्धित महाशाखासँग छलफल गरेका थियौँ र साउन 24 गते स्वास्थ्य मन्त्रालय लगायत खानेपानी मन्त्रालयलाई समेत यस सम्बन्धी पत्रचार गरेका थियौँ। तर पनि यसको संक्रमण चाहिँ दिनानुदिन बढ्दै गइरहेको र आजसम्म आइपुग्दा 68 जना पुगेको कारणले यो विषय संसद मार्फत नै ध्यान आकर्षण गराइरहेको छु।
ललितपुरको भैँसीपाटीमा प्रदेशदेखि सङ्घीय मन्त्रीहरूका लागि जनताबाट जग्गा लिएर जनताकै करबाट आलिशान भवनहरू निर्माण गर्ने, तर त्यहीँका जनता भने दैनिक आवत जावत गर्नको लागि हामीलाई पनि बाटो दिनुस् भनेर हार गुहार गरिरहनु पर्ने, पटक पटक फाइल बोक्दै कार्यालय विभाग र मन्त्रालय धाइरहनु पर्ने, आन्दोलन नै गरिरहनु पर्ने। मन्त्री निवासमा अग्लो पर्खाल लागेपछि त्यो बाटो झन् साँगुरो गल्ली जस्तो हुने निश्चित छ। फास्ट ट्र्याक र बन्दरगाह सञ्चालनमा आएपछि झन् चाप थपिनेछ। फुटपाथसम्म बनाउने ठाउँ छैन, सडक दुर्घटनाको सम्भावना बढ्दो छ। मन्त्री पनि 5 पटक 6 पटक फेरिसके तर पनि बाटोको अवस्था भने फेरिएन। ललितपुरको बखुण्डोल हाइटमा 18 रोपनी जग्गामा 16 तले समित अपार्टमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना EI एनालाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरू पूर्ण क्षति भएका छन्। भासिने चर्किने क्रम जारी छ। स्थानीयहरूले पटक पटक उजुरी दिए तापनि काम नरोकिएको गुनासो गरेका छन्। दोषीलाई कारवाही, पीडित वर्गलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने क्षतिपूर्ण हुन सक्ने घरहरूलाई संरक्षणको व्यवस्था आजैबाट सुरु गरियोस्। कला संस्कृति सम्पदाको लागि नै चिनिने ललितपुरको सांस्कृतिक धरोहर भने राज्यको आँखा परेन छ। बुङमतीको रातो मछिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने 8 वर्षदेखि पुनर्निर्माण कुर्दै जीर्ण भइसके। यो मन्दिरहरूलाई तत्कालै पुनर्निर्माण सम्पन्न हुने गरी आगामी वर्षको आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मछिन्द्रनाथ जात्रा, 12 वर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्व सम्पदा सूचीमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडि बढाइयोस्। मेरो आफ्नै ललितपुर जिल्लाको क्षेत्र नम्बर 3 का बासिन्दा लगायत सम्पूर्ण ललितपुर जिल्लावासीले पनि स्वास्थ्य बिमाको उपचार सेवा उपभोग गर्न पाइरहनु भएको छैन। निजीकरण गरिएका कल कारखाना मध्ये हरिसिद्धि इटा उद्योग पनि एक हो। यो उद्योग निजीकरण गरिएकोमा उत्पादन बढाउनलाई होइन, बरु जग्गा हडप्नलाई थियो भन्ने देखिन्छ। त्यहाँको 412 रोपनीमा 248 रोपनी बिक्री भइसक्यो। 107 रोपनी बैंकमा धितो छ र उद्योग अलपत्र छ। पटक पटक शेयर धनी लगायतले कुरा उठाउँदै आएका छन्, तर सरकार मौन छ। निजीकरण गरिसकेपछि के सरकारको दायित्व सक्यो त? त्यसको सञ्चालन र अनियमितता हेर्ने जिम्मेवारी कसको हो? यसमा सरकारको ध्यान जाओस् र छानबिन गरियोस्। काठमाडौँ उपत्यकाभित्र पनि ललितपुर क्षेत्र हेपिएको मात्र होइन, राज्यको दृष्टिमै नपरेको भान हुन्छ। पानी परे हिलो, घाम परे धुलो, पानी हाले चिप्लेर लड्ने, नहाले दम खोकीले मार्ने मेरो क्षेत्रको हविगत। नेपाल सरकारको सङ्घीय मन्त्री परिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठुलो अस्पताल जाने नखु भैँसीपाटी सडकको निर्माण कहिले टुङ्गो लाग्छ? चुनिखेल फर्सीडोल सडक 6 वर्षदेखि अलपत्र छ। सातो बाटो चापागाउँ कान्ति राजपथ मुआब्जाको कारण रोकिएको छ। सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो? बिना कुनै कसुर मेरो क्षेत्रका बासिन्दाले वायु प्रदूषणबाट हुने रोग र सडक दुर्घटनाबाट ग्रसित छन्।